है साथीहरू, मसँग चाहिँ एउटा 7 प्लस छ। यो आफ्नै मान्छेको हो। एप्पल आइडीको पासवर्ड पनि थाहा भएन। अनि अगाडिको पिन नम्बर पनि बच्चाले भुलेर चाहिँ यो थाहा नभएको कारणले अब यसलाई रिसेट गर्यो भने चाहिँ अब चलाउन अप्ठ्यारो पर्ने भएर अब सिम नचल्ने मात्रै खुल्छ। त्यही भएर चाहिँ मैले यसलाई चाहिँ अब अनलक टुलबाट सिम चल्ने तरिकाले खोल्ने कोसिस गर्दैछु है त। यसको लागि सर्वप्रथम त हामीले एप्पलमा जानु पर्यो। एप्पलमा गएपछि PWNDFU मा गएर गेस्टारमा क्लिक गरिदिने। अब यसलाई स्विच अफ गर्नु पर्यो। स्विच अफ गर्नको लागि चाहिँ हामीले यसलाई बटन प्रेस गरिराख्ने। यो तिनटै बटन यसलाई USB कनेक्ट गरौँ अनि तिनटै बटनलाई प्रेस गरिराखौँ। स्विच अफ भयो। अब यसलाई छोडिदिउँ। 10 सेकेन्ड पछि पावर बटनलाई पनि छोडिदिउँ। भोल्युम बटनलाई चाहिँ प्रेस गरिराखौँ है त। यो अटोमेटिकली DFU मा जान्छ। ओके, अब यो DFU मोडमा जानुपर्छ। यो चाहिँ DFU डिटेक्ट गरेपछि मात्रै हाम्रो काम हुन्छ है त। DFU डिटेक्ट गर्नु पर्यो। DFU मा आयो। अब यसले अटोमेटिकली ड्राइभर इन्स्टल गरिदिन्छ। एकछिन वेट गर्ने। नेट अलि ल्याग चलिरहेको रहेछ आज। खै त भेटेन। कल गरेको नि भेट्दिनँ। केमा थियो त्यो? तपाईँको त चिजै भेट्दैन। अरे लास्टै ल्याग चल्यो यार ल्यापटप हो कि खै किन यति ढिलो त नहुनु पर्ने हो। ल अब DFU चाहिँ यहाँ गएछ। अब काम गर्छ होला। ड्राइभर इन्स्टल हुँदैछ। अब यहाँ सक्सेस भयो भने ओके भएपछि एकचोटि यो USB लाई निकालेर फेरि हाल्नुपर्ने हुन्छ। अनि यहाँ DFU देखाउँछ। त्यसपछि चाहिँ प्रोसेस अगाडि बढ्छ है त साथीहरू। कति ढिलो त यार।
ओके इन्स्टल ड्राइभर ओके भइसक्यो। अब एकचोटि यो युएसबीलाई निकालौँ अनि फेरि हाल्नु है त। अब यहाँ डिएफयू देखाउनु पर्यो। ओके डिएफयू मोडमा गएँ, यहाँ हेर्न सकिन्छ है। आइफोन 7 प्लस चाहिँ डिएफयूमा गएको। अब अगाडिको प्रोसेस भनेको हामीले यहाँ ऱ्याम डिस्क चुज गर्नुपर्ने हुन्छ। सेलेक्ट ऱ्याम डिस्क। आइफोन 7 प्लसको iOS 15 प्लस 15 देखि माथिको लागि मैले यहाँ डाउनलोड गरिसकेको छु। डाउनलोड गरेर भित्र हालिसकेको छु। अब हामीसँग छैन भने चाहिँ यो डाउनलोडमा गएर त्यहाँबाट डाउनलोड गरेर भित्र फाइलमा पेस्ट गर्नुपर्छ है त्यो फाइललाई। अब यति गरिसकेपछि यसलाई बुट ऱ्याम डिस्क गरिदिने। सस्तो 500-600 आउँछ, त्यो छैन। 1400 चाहिँ छ। 500 एउटा दिन खाली राखी सय 200 300 400 500 600 ल 200 रुपैयाँ गरेर पहिला हाम्रो फोनमा ऱ्याम डिस्क इन्स्टल भइसक्यो। अब यस्तै भएपछि अब यहाँ सक्सेस भइसक्यो। अब हामीले पहिला चाहिँ अरू केही नगरेर ब्याकअप पासवर्ड गरिदिने। यहाँ ओके हाम्रो डाटा चाहिँ यहाँ ब्याकअप भएको छ। यो फाइल चाहिँ हाम्रो डाटा हो। यो यहाँ क्लिक गर्दा आयो। अब हामीले अरू सिधै केही नगरेर यहाँ फ्याक्ट्री रिसेटमा जाने, युटिलिटिजमा जाने अनि यहाँ फ्याक्ट्री रिसेटमा क्लिक गर्ने। फोन एकैचोटि टोटल्ली रिसेट भएर अन हुन्छ। अब हुँदैन। तिमीलाई बक्स साइड चाहिँ दिए नि त। 300 त बस्ने रहेन। अहिले फेरि लाग्ने 300 घटाइदियो भन्दा 1700 चाहियो। अब रिसेट भयो। अब एकचोटि खोलिसकेपछि फेरि एकचोटि हाम्रो फोनलाई अघिकै प्रोसेसमा जानुपर्छ। PWN DFGमा लगेर फेरि पनि त्यो फाइललाई बुट ऱ्याम डिस्क गर्ने।
अनि चाहिँ त्यसपछि चाहिँ हेरिस्टर ब्याकअप प्लस डिसेबल ओटा इरेज गरिदिनु हामीले कहाँ भोलि आएर अहिले पैसा छैन हामी स्ट्रेट हो नि भोलि आज भाइ दाइ म आज यो भोलि आउनु न भोलि विचार गरौँला ल यसमा यो एप्पल आइडी नानीहरूलाई यसलाई फेरि पनि फोर्स अफ गरिदिउँ अफ गर्ने भोलम अप भोलम डाउन कन्टिन्यू अनि पावर बटन पनि प्रेस गरिराख्ने 15 गते अब पावर बटनलाई छोडिदिउँ भोलम डाउनलाई मात्रै प्रेस गरेर राख्ने है त ए मलाई त यादै भएन पैसै छैन ब्याज पनि कति तिर्नु 15 गतेको पनि तिर्नु पर्ने हो डिएफयू गइसक्यो हामीले यसलाई पिडब्लुएन डिएफयूमा लाने कति ह्याङ हुन्छ मुला फेरि होइन फेरि पावर अफ गर्ने भोलम अफ भोलम डाउन र पावर बटन कन्टिन्यू प्रेस गर्ने ओके अब ट्रेडिङ गरेपछि पावर बटन छोडिदियो अब अटोमेटिक डिएफयू मोडमा जान्छ है फेरि ओके डिएफयूमा आयो किन फेल भइरहेछ उनीहरूले भनिदिएको कि त्यो हामीले भनिदिएको त्यहाँ कुनैमा जान्छ कुनैमा
यहाँ चाहिँ डिएफयु देखाएको छैन एकचोटि केबललाई निकालेर हालिदिउँ हाम्रो डिएफयु डिटेक्ट गर्छ अब चाहिँ बुट ऱ्याम डिस्क गरिदिउँ है त यो आइफोन 7 प्लसको iOS 15 बुट ऱ्याम डिस्क यो बुट ऱ्याम डिस्क चाहिँ सक्सेस हुनुपर्छ अनि चाहिँ पासवर्ड चाहिँ रिस्टोर गरिदिने हो हामीले जतिचोटि रिस्टोर सक्सेस भएन त्यतिचोटि चाहिँ डिएफयूमा लगेर पिडब्ल्युएन डिएफयू गर्ने अनि बुट ऱ्याम डिस्क गर्ने है त ऱ्याम डिस्क बुट ऱ्याम डिस्क सक्सेस भयो भने चाहिँ हाम्रो अरू काम हुन्छ सजिलै खोइ हेरेन ड्राइभर इन्स्टल गर्दैछ 64 बिटको ड्राइभर चाहिँ इन्स्टल भएपछि अब के हुन्छ हेरौँ इन्स्टल हुनुपर्छ भयो होला ओके भाइ सेवा यस्तै हो कहिलेकाहीँ अब चाहिँ ऱ्याम डिस्क सक्सेस होला भन्ने लागिसक्यो सक्सेस भयो भने त इजी छ हेर्न म्याच सक्सेस हुन्छ सक्सेस भयो अब यसरी आउँछ यसलाई चाहिँ बुट सक्सेस भएको भन्नुपर्ने हुन्छ अब हामीले यहाँ गएर रिस्टोर ब्याकअप प्लस डिसेबल ओटाइरेज यो गरेपछि चाहिँ रिस्टोर ब्याकअप मात्रै गऱ्यो भने फ्याक्ट्री रिसेट गर्दा सबै जान्छ रिस्टोर ब्याकअप प्लस डिसेबल ओटा इरेज भनेपछि अब यसले यो गर्यो भने चाहिँ हाम्रो फोन अपडेट पनि हुँदैन र फ्याक्ट्री रिसेट पनि हुँदैन हाम्रो फोन जहिले तहिले यो बाइपास भए पनि एप्पल आइडी चाहिँ मागेर बस्दैन है त यो गरिदिने हामीले यो ब्याकअप चाहिँ उसले भित्र हाल्छ अनि सट्ट फोन अन हुन्छ एक्टिभ भइहाल्छ है त ओके ओटाइरेस अल ओके डिसेबल ओटाइरेस पनि अल ओके भइसक्यो फोन खुल्ने बित्तिकै हाम्रो एप्पल आइडी केही नमागी सिधै अब भित्र जान मिल्छ है त सेटअप गर्दै त्यसपछि हामीले सिम हालेर कन्टिन्युअसली युज गर्न पाइन्छ ओके यो हाम्रो फोन चाहिँ अब
चलाउन योग्य भइसकेको छ ल 7+ वाइफाई ब्लुटुथ सबै ठिक छ चलाउन योग्य भइसक्यो वाइफाईमा गयो भने वाइफाईले सबै काम गर्छ ओके